ओके ल आज अब हामी यो ब्रह्मदेवका 0 पोइन्टमा आयौँ होइन। अब हाम्रा तिलिकेनीबाट हुँदै हाम्रो मटेना हुँदै अनि यहाँ ब्रह्मदेवमा पुग्यौँ। एक नयाँ ठाउँ चाहिँ हामीले एक्सप्लोर गर्दै खोज्यौँ जहाँ चाहिँ अहिले यसो ढकमक्क फुल फुलाएर आने रुखमा होइन 0 पोइन्ट भन्ने ठाउँ है। तमुनलाई अब आज ये फर्स्टचोटि तमुनलाई आया। अब यहाँको नेचरको एक रमणीय एउटा एक वातावरण छ जसमा चाहिँ हम टनकपुरका नजिक ब्रह्मदेवका नजिक हाम्रा गाउँका नजिक टक्क बिचमा 0 पोइन्ट हुने छ चाह खान थोडा देरमा। मेरो भनाइ के छ भने अचेल अब जो लाइफ एक हाम्रो फास्ट पेस्ड लाइफ जो हुन्न छ एकदम बहुत हम सबै मान्छे पैसाको पछाडि भागेका छौँ, लग्जरीका लागि अगाडि भागेका छौँ। अब यसमा अहिले तमरानको भ्यू अब यसमा के छ अब कहु छ लाइफ एज अ ह्याप्पिनेस भने तपाईँले कसरी मेजर गराउँछ र तपाईँले चाहिँ यसलाई कसरी डिफाइन गराउँछ? ल सुरु गरेँ मैले हाम्रा आयुषी। धन्यवाद। अब कसो हुन्छ भनेपछि जसै जसै हाम्रो लाइफ बढ्दै गयो जसो जसो हुने गयो ह्याप्पिनेस यो खुसी भन्ने जो अर्थ हुन्छ बदलिँदै जान्छ। जस्तै पहिला कसो हुन्थ्यो भनेपछि हामीलाई जब नाना थिए नर्सरी एलकेजी युकेजीमा हामीलाई नाना चक्लेट कसैले दिदियो, कसैले फ्रुटी दिदियो, पेप्सी नानो त्यो कोका कोलालाई दिदियो, हामीलाई विषयमा खुसी हुन्थ्यो। जसै ठुला हुँदा रह्यो हामी कार्टुनमा टिभी जयका घर टिभी हुन्थ्यो, हामी दौडबाट उसका घर जान्थेँ, टिभी हेर्दै पाएँ आज त हामीले कार्टुन हेरेँ खुसी हुन्थ्यो। त्यो कुरा हुँदै गयो। अब पछि 1 क्लास 2 क्लास 3 क्लासमा आयो हामी नयाँ कापी किताब जसै हामी नयाँ कापी किताब हेर्दै भए कभर लाउने भए नयाँ कभरहरूले भए आज त मेरो बाबा मेरो मम्मीले नयाँ कापी किताब ल्याइरहन्, आज त म सबको अगाडि देखाएपछि बुक खोलिदिउँ खुसी कन्ज्याको पिरियड आलो कन्ज्या यो बुक खोलबाट हेर्नु भन्ने अर्थ जान्थ्यो। अब पछि 9-10मा पुगियो साथीसँग घुम्ने पढाइ तसै हो, कहाँ घुम्नु छ कहाँ जान्छ कि कहाँ नहर हड्दुन्छ कि त्यो ह्याप्पिनेस भइन्थ्यो। 10 क्लाससम्म चाहिँ हाम्रो लागि ह्याप्पिनेस भनेको त्यही फन गर्दु रमाइलो गर्दु साथीसँग घुम्दु खाना खानु सिक्दियो। तर वास्तविक लाइफ तसो नरहेछ आजभोलि जानिन्छ। आजभोलि त्यो टाइम भनेको हामीले सिकिरहेको थिएँ, हामीले कसो गर्दु के गर्दु उन्ज्या बुझिन्न थियो। तर अहिले बुझिन्न छ। जसै जसै हामी ठुला हुन गए जसै जसै पढाइ सकिन्न छ अब के ह्याप्पिनेस अब आएपछि कसो हुन्थ्यो भनेपछि घरबाट एक प्रेसर तु जागिर खान पड्यो, जागिर खाएपछि तु आरामले पछि जे गरुन्छ जसो तेरो लाइफ हो हम बोल्नेवाला कहनु तु खुसबाट जेले गरुन्छ भन्ने अर्थ हुन्छ। तर अब जागिरलाई खाइहाले पैसालाई कमाइन नाछ ह्याप्पिनेस भन्ने कुरा नआयो बुझ्या अब क्याल दिने भयो ह्याप्पिनेस तमलाई। ह्याप्पिनेस अहिले मेरो लागि ह्याप्पिनेस भनेको मेन्टल पिस, एक शान्त वातावरण होस्। घुम्न जानु कहीँ साथी सङ्गी भन्नाले एक शान्त वातावरणमा जानु आरामले चिया खाएबाट बस्छु ऊ मेरो लागि ह्याप्पिनेस हो। यो यो हुन्छ यो कहिले जागिरको कहिले के अलग जागिरलाई हो आफ्नो ठाउँमा गद्दु, तर एक शान्त वातावरणमा जानु एउटा अब गौतम बुद्ध बस्थे भयो बरपिपल उनको के कमी थियो? आज बुद्ध जयन्तीका दिन कोही कुरा आयो। गौतम बुद्ध के राज परिवारका मान्छे हो सिद्धार्थ गौतम, तसो महल त्याग गरेपछि एक के चाहिँ नि रुखा तल बसबाट तपस्या गर्यो उनले शान्ति तब पायो भयो। जो यो मोह माया के नो भन्दा होला पहिला मोह माया कसो हो कि हो लाग्थ्यो अचेल के मोबाइल के तसो केही लाग्यो। अचेल मेरो लागि ह्याप्पिनेस भनेको जस्ट एक शान्त वातावरण होस् खाउँ पिउँ रमाउँ अरू चाहिँ केही चिजको दाइ थिएँ तसै हो। धन्यवाद। अमितजीको के छ यसमा भनाइ? मेरोले त हेर्दा आइस भाइले भन्यो ह्याप्पिनेस खुसी भन् उमेर अनुसारको त्यसको मिनिङ चेन्ज हुँदै जान्छ। नान्छानाखेरि चाहिँ अब नान दिन के पायो चक्लेटै पायो बरफ 1 रुपियाँ बरफ 1 रुपियाँ जमानामा थोडा बच्चाका भए 1 रुपियाँ वाला बरफ लिएको भन्दा पुरो पापा हुन्थ्यो त्यो धेक्को बिन ए खुसी। भाषाको बेला चाहिँ ल साथी भाइसित खेल्न जान खुसी। टिभी त आइतबार 4 बजे आउने फिल्म पढन्छ त आइतबारको पनि हो रे तमा दूरदर्शनमा हम त कका गरेछ टिभी खोज्जुला सोच्चुला पड्डे उनले हम रामायण हेरेर रमाउँथ्यो दाइ। रामायण तो खुसी थियो। शक्तिमान क्या थियो दाइ सिरियल कसैले लेन्टरमा फट्टुन्त नहाडे शक्तिमान हो मेरा भाइले उत्तिकै ट्राई त गरे। उमेर बढ्दै गयो क्लास बढ्दै गयो इच्छालाई चेन्ज हुने गयो परिवर्तन भयो। सो परिवर्तन हुनु बिन्छ त्यही अनुसारले के भयो त एउटा खुसी जो भन्ने हुन्छ उसले परिवर्तन हुने रहेछ दाइ। अहिले आयो भने
आत्माको शान्ति बस यदि तम्रो आत्मा शान्ति नआइथिन् भने तम जति दिन रात ढिन्डोडा पिटो जे गर तम एक खुसी जो हुन्छ ऊ अनुभव ना कर सक्का स्पेशली हाम्रो एजमा या यो अब आउने जेनेरेसनमा चाहिँ अब ने जो जेनजी भन्न हुन्छ जेनजी भन्न यतिर तनाव ज्यादा छ बढी छ नि इन ज्यादा सोच्दिनन् भयङ्कर कसैको लागि सोध्या तम के छ इस्यु अहिले तम्रो समस्या के भने ओभर थिङ्क दम भनेर आफै भन्नान् अबको हुन कहाँ छ इन पल्ली के सोचे भयो कि होइदिए पाइ हुन्थ्यो भन्ने हाम्रो पालामा त्यसो नआएको थियो नआएको अहिले नआएको थिएन हाम्रो तर परिवर्तन अनुसार समय अनुसार मेरो लागि त खुसी पनि भनेको आत्माको शान्तिलाई आत्माको शान्ति छ खुसी छ न त तम जति जे गर एक खुसी भित्र ल जेनजी वाला खाइ खरा दा सोध्दा अब कहो इन्रानको भणाएको छ इन्रानको के छ खुसी भणा त उन के भन्छ पुस्ता मथि आएको आगे त्यो खुसी भने चाहिँ अब आयुष दाइले भन्नुभयो हाम्रो अमित दाइले भन्नुभयो होइन आत्मा शान्ति चाहिँ भन्नुभयो पहाडीमा तर बोल्न नआउने त मलाई कहाँ पहाड गरे यार होइन मलाई एक्चुअलीमा मलाई चाहिँ पहाड बोल्न आउँदैन तर म पहाडको त पहाडकै हो डन्जोरा नै हो मेरो घर म अब यो कस्तो भाषा हुन्छ यसलाई ठिकै भाषामा बोल्छु ठिकै भाषामा बोल्छु त्यो खुसी भनेको अब आयुष दाइले भने जस्तै त्यो आत्मा शान्ति नै भइहाल्यो होइन तर अहिलेको जमानामा के भइरहेछ मान्छेले खुसी चाहिँ पाइरहेको हुँदैनन् क्या किन पाइरहेको हुँदैनन् भन्दाखेरिमा खुसी भन्ने चिज समयअनुसार नै चेन्ज भइरहेको छ क्या जस्तो अहिले मान्छेले हामी यहाँ छौँ होइन हामीले केही सोचिरहेको हुन्छौँ अब अलि पछि अर्को ठाउँमा जाउँला त्यहाँ अब अर्को सोचेला होइन अनि दिन पनि प्रतिदिन बढिरहेछ त्यही अनुसारले खुसी पनि त्यो खुसीको के भन्छ खुसीको डेफिनेसनै फरक चेन्ज भइरहेको हुन्छ कि जस्तो अहिले अनि यो जेनजीमा चाहिँ अहिले कम्पेरिजनको कुराहरूदेखि लिएर सबै कुराहरू आइरहेको छ नि त मेन एकदम पोइन्ट जस्तो म यहाँ छु अनि मेरो साथीले त्यो गर्यो अथवा मेरो गाउँको मान्छेले त्यो गर्यो होइन अथवा रिलेटिभले त्यो गर्यो भन्ने टाइपको कुराहरू दिमागमा लिने जस्तो दाइले भन्नुभयो होइन ओभर थिङ्किङका कुराहरूदेखि लिएर त्यो कुराहरू चाहिँ छ होइन त्यसले गर्दाखेरि चाहिँ मान्छेको जुन खुसी भन्ने कुरो चाहिँ पाइरहेको हुँदैन क्या होइन झन् यो जेनजीमा त के भइदियो समस्या त्यही अरूको देख्ने होइन अरूले गरिरहेको छ भन्ने आफ्नो भइरहेको प्रगतिहरू पनि नदेखिरहेको जस्तो हुन्छ नि त जस्तो गरिरहेको हुन्छ तर इन्स्ट्यान्ट रिजल्ट आउँदैन त्यसपछि के हुन्छ त ऊ चाहिँ फ्रस्ट्रेसनमा जाने अलिकति एकदम एक्ज्याक्ट पेसेन्स अलिकति धैर्य धारणको जो क्षमता छ ऊ अलिकति अलिक कम हुँदै आयो कि के छ यसमा रोहितको भनाइ के छ धन्यवाद सर अब कुराहरू त आइयो खुसीको चाहिँ मेन कुरा डेफिनेसन चाहिँ हाम्रा साथीले दिइहाल्यो होइन अहिलेको त्यही कुरा जस्तो यहाँ पेसेन्टको कुरा जो तमले गरे धैर्यता छैन एउटा कुरा चाहिँ हाम्रो यो जेनेरेसनमा धैर्यता छैन कम्पेरिजन बढी छ कम्पेरिजन त अभियसली आफ्नै क्लासमेट होस् आफ्नै छिमेकीको जोलै हो पल्ला घरको दाइ पल्ला घरको भाइ उसले कम्पेरिजन गरिदिएको हो कि उयो मान्छे आफ्नो मान्छे अगाडि गइयो भने उसलाई खुसी हुँदैन कि दुःख लाग्छ अहिलेको यो सिनारियो दुःखकै केसमा लाग्दै भयो कि उन चाहिँ न सोच कसो भयो कि इभन मेरैतिरलै सबैको नर्मल जम्माइको चाहिँ हाम्रो समाजमा हेर्दी बिन्ज्या जस्तो यहाँ छिमेकी अगाडि बढ्दा छोडे त्यो अगाडि बढ्दु उनको लागि एक पोजिटिभ कुरा नभएर उन नेगेटिभतिर गया उनको चाहिँ कस्या त्यको दे अगाडि नियो भडभर दुःख बढी मान्ने तँलाई यो कुराको आभास भएन कि त्यो मान्छे अगाडि गएर भोलो काहीँ काहीँ त काम लागल अगाडि जाने मान्छेको पहुँच अगाडिलै होलो उदाहरणका लागि जस्तो यहाँ कोही मान्छे हाम्रो डक्टरतिर गयो कोही मान्छे शिक्षातिर गयो कोही मान्छे अर्कोतिर गयो भनेपछिमा हाम्रो त स्ट्रेन्थ बढ्दा छ तर अच्यारा मान्छे भन्ने हो कि पल्लीका मान्छेमा यति कम्पेरिजन थिएन जस्तो लाग्छ बजिया बुवाको भनाइ अनुसार पल्ली चाहिँ यति कम्पेरिजन जो थिएन भन्नान् अहिले चाहिँ देखासिकी त्यहाँनिर जस्तो यहाँ एकजनाले आज एक तला घर किन्यो ऊ लोनै निकाले बल्लै 2 तला और थप्दै भयो माथि एकजनाले मानव बाइक किन्यो भने ऊ कार किन्न पुरी आठोद्दै भयो देखासिकीमा त्यो तस्या मान्छेलाई खुसी मिल्दैन जस्तो लाग्छ किनकि ऊ त दौडमा निग्यो ऊ त रनिङमा गयो नि रेसमा गइयो भनेपछिमा अब नर्मल्ली 100 मिटरको दौडमा दौडी मिल्छ अगाडिको मान्छे पछाउनेलाई पछाडिको मान्छे थक्दै हो नि अगाडि रेसमा जाने मान्छे थक्दियो थग्या पछाडि उहिले खुसी पाए त्यही मेन कुरा अहिले चाहिँ मान्छेले खुसी खोज्जाइलाई अहिले यहीँको तराईको मान्छेलाई खुसी खोज्जाइलाई केही दिन होला भनेलाई खण्डना जानान हो अल्टिमेट केही दिन होला भनेलाई व्यापारी होन् या अर्को मान्छे हो जोलाई
एक दिन होला कि 2 दिन होला कि भन्नु खुसी भएर चाहिँ पाडा जनान या खण्डाडा भयो अर्को ठाउँ भयो एकछिन चाहिँ मान्छे चाहिँ खोज्जामा लाग्या खुसी तर त्यो खुसी पाउन यसलाई उनले चाहिँ धैर्यता छैन त्यो चाहिँ अहिलेको मेन सिनारियो चाहिँ अब तमनको हाम्रो एजको ग्याप छ डिफरेन्स छ ओपिनियनले डिफरेन्स पक्कै पनि हो नि हैन तब एक्सपिरियन्सले एउटा कुरा के हो एक कुरा के दिन्छ भने मलाई अब के लाग्छ कि यो जसै हामीले यहाँ आयौँ हैन हामीसित ट्याक्क एक नयाँ जेनेरेसनको भाइलाई बस्छन् उनीहरूलाई एकखेर त भाइलाई एकखेर माइक एकखेर हस्तान्तरण गरौँ त ल यहाँ यतातिर आशा त भाइ साहब तमरानको भनाइ के छ खुसी भनाइ क्यामा मिल्यो तमुनलाई खुसी 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 भन्ने कुरा निको हो क्यामा क्याल मिल्नुहुन्छ खुसी क्याल मिल्यो तम के हो गया खुसी मिल्यो सकले अचाला अचाला चौचा जेदा खानान के चौचा खाबाट खुसी मिल्यो त तमलाई के खाबाट खुसी मिल्यो मलाई त चौचा सही लाग्छ और लाइफमा भोला दिन फ्युचरमा भविष्यमा के गर्दै सोच छ जिन्दगीमा के गर्नु भन्ने छ इन्जिनियर नै पारमा बन्ने के इन्डिया छ इन्डिया जाने हो अहिले पढाइ गर्नु छ कि के छ छाड्या पढाइ कति वर्ष भयो 17 वर्ष भयो 17 पुग्यो हैन ए कहाँ घर कहाँ हो ए 0 पोइन्ट ले 0 पोइन्ट है हो ए तसबे के छ आफ्नो भविष्यमा के गर्दै अब म यो काम गर्दै थिए अथवा भन्ने के छन् न त हो यो काम गर्दै गरग्या हुन्थ्यो अथवा यो छ काम गर्दै के काम गर्नुहुन्छ म हेल्परमा है हो कहाँ के ठाउँमा पिलिभिट पिलिभिट चुन्नी के हो त भने पारमा पिलिभिट टनकपुरमा होटलमा हो र ए कति दिन आन तलब न मिल्यो त महिना मतलब कि दिनको 200 रुपैयाँ दिन्छ खाना एक महिनाको 3000 ए भाडु ठिकै छ तसबे खाना दिने भयो खाना आफ्नो खाना आए नान्छी नै बठे मेहनत गर्दै बस्या रहेछ हैन भोला दिन अब ठिकै होला जो अचानक गाना आर्यन बा पहाडीको सोनो भन्ने उमा मुले छ हो र पहाडीको छनामा आउँछ गीत आउँछ पहाडीको सोनो और हैला बुद्धि भन्ने होला कहिले बनायो हो त न थाहा छ निरज दाइ निरज के भण्डारी रातो तातो स्टेसन गीत आउँछ गीत गाउन दाइ बेखर गाल बैतोळो आइगला बैतोळो आइगला बैतोळो आगलागा बागलागा बैतोळ लगी गले दिन मेरा पक्का किस दिन छन के मेरा नेता पसंद के आके हम बैतोली का चिट्टा बैतोळ आयो अनंचरल अंग्रेजी मन सकेर पहाडी मा गाउँ उसिटी बे नाचते जन मेरा बेवला हाम्रो के सुन बे नाचन बे गड्डा चौक बोटे इलासम्म डोटली मा गीत बज्यो गलम फोन गरे याद गरे को बोलियम पहाडी का चेला नहीं थे कम पंगु का डीजे बाजा देखन मन नाच गोकराटा हित खाए 2 बेले सांस अमल पानी नया रखना खाना चामल भात सादा बिछे वाला खुट्टे बदक सांस दौड़ में बगली ऐजे में डड्डी और दोलो कमल डिप्पे की गड्डी चल भाई चट्टन पॉइंट में बट्टन ऐजली तेल कोली गड्डी गरबल चौला चाय बुढ़ी बारी चनकी बतम सीते कन्याकुमारी सबर ने अक्का नाय खाना चक्का जन सुपदी बे कुरकान पक्का ओ मेरा सासू जैतम दासू पढ़ा लकाय में प्लस 2 पास रोटा मिल गले 2 रोटा घाँसु तमसेली बसकाली ऐसमा ऐसु पहाडीको छनो पहाडीमा गाउनु या पहाडीको छनो पहाडीमा गाउनु या गाइदियो पुई एककेटी देख गए सिटीमा जाउनु ल पुरा रहेछ त यार झन्डे भाइ त यार ल वेल डन यार वेल डन ल ठिक छ त हाम्रो केटाहरूले गद्दा रहेन भाइहरूलाई पुरा रहेछ अनि ठिक छ त्यसो भए ल भेट्टाएर होला ठिक छ ना बढिया छ भाइ यार गद्दु पढाउँछ मेहनत मान्छे नै भेटे गद्दु पढाउँछ भोला दिन खुसी तहमा मिल्यो काममा खुसी मिल्यो खुसी चाहिँ दिनको 200 रुपैयाँ छ नि एज वाइजलाई तोमा छ हो जेनेरेसन वाइज एज वाइज हैन त हिसाबले चाहिँ अब त्यो हो खुसी भने पहिले हाम्रो भन्यो नि अब जहाँ तँले भन्या के रे नान्छिन आत्मसन्तुष्टि नान्छिन अब म हेर अब न पहिले नान्छिन 2 भएको थियो त्यो 1 रुपैयाँ बालु बरफ किनेर 1 रुपैयाँ नै हुन्थ्यो हैन हुन्थ्यो न हम के गर्दै थियो उनले भन्नुहुन्थ्यो के
त्यो खन्टा हुन्थ्यो नि बरफका 25 खन्टा हो कि कति खन्टा कलेक्ट गरेर गया तो दी गया एक बरफ दिन्थ्यो क्या त्यो दिन्थ्यो हम तो कलेक्ट गर्दै थियो रुपैयाँ नभए होइन अहिले हम बरफ खाना ना नहीं खाना अहिले ना खाना हमको लेखा अहिले बरफ ऊ छिनौ ना अकेले अब एक टाइम इस्यु आयो नयाँ कपडा लगाउनु पाए हुन्थ्यो होइन नयाँ साइकल किन्नु पाए हुन्थ्यो भन्ने आयो अब अहिले हामीलाई न साइकल न गाडी न ठुला घर के खासै त हुँदैन अब हामीले अलिकति एक रियलाइजेसन के छ भने असली जिन्दगी त इसा उमा रहेछ रुरल लाइफमा ग्रामीण भेगमा जस्तै यो रुखा तल बसबाट गफकाफ गर्दा रहेछ साथीभाइ इष्टमित्र होइन एक फेर लाइफमा कसो आयो भने सिटीतिर सहरतिर जानु पाए ठुल्ठुला गाडी साडी चढ्नु पाए हुन्थ्यो भन्ने आयो लाइफमा हामीलाई त बिचमा होइन तर अल्टिमेटली एक रियलाइजेसन अब एक एज अनुसारले हुने रहेछ क्या एज अनुसार एक पुगेको छ हामीले के दुनियाँ अलिकति देखेको छ सबै दुनियाँ कहाँ देखेर अलिअलि देखेको छ त्यो जल्दी रियलाइज हुन सक्यो त निगुरो भेट्छु आत्मसन्तुष्टि ल्याएर त्यही भन्दा परिवर्तन अनुसार आफूले मिल्न सक्या भरे बस सन्तुष्टि त्यही हो कि संस्कृतमा एक कहावत छ सन्तोषम परम सुखम तम सन्तुष्ट छ सुख पाला खुसी पाला सन्तुष्टै नै छ भने अब त्यो एक नान्छन् एक सबैले सुने होला एक कहानी कछुवा र हाम्रो खरायोको उमाइले यसो गहिरो अध्ययन गरिया भरे जित्यो त तपाईँको हाम्रो कछुवा जित्यो तर खरायो खुस्की थियो दौडेर गयो नि त यो त म रेस जितिहाल्ने हो सिधै बाटोमा जाए भयो उसलाई के थियो हाम्रो उसलाई खरायोलाई थोडा घमण्ड थियो तर तपाईँमा एक नयाँ मोडर्न थ्योरी हालियो भने तर त खासमा त खरायो खुसी होला यार बिचारो दौडेला सियोला मजा लाँदा जितबाट खास कछुवाल एक सिक्काको दुई पाटा जस्तो दुई आफ्नो डर खुसी हो दुई आफ्नो डर खुसी एक मेहनत गरेर जित्यो खुसी छ एक आनन्द ठिक छ सियो ठिक छ एक फेर जित्यो म ह्याप्पिनेस त होइन उसको चाहिँ ह्याप्पिनेस त्यही भयो के त्यसपछि आधा बाटो त पुग्यो हो सिधियो खुसी खुसीमा थियो उ त बहुत पछाड छ भन्यो त्यही त भने अब खुसीको डेफिनेसन चेन्ज हुन्छ जस्तै अनुभव नभएपछि खुसी कसो के कुरामा खुसी हो मान्छेलाई अनुभव चाहियो सबैको रियलाइजेसन तँलाई बरफ खाएपछि खुसी छ अला बरफ खाए पछि खा पाउने हो क्या तँ खुसी भयो कि मन देखिया अब त्यसै टाइम बढ्दैको चाहिँ खराएर कछुवाकै कुरा आयो त जमिनमा दौड भयो खरुवा तर पानीमा दौड भयो अब को जित्ते थियो कछुवा जित्नु छ खराएर त उसको लागि ऊ खुसी हुन्थ्यो अब ठहरबाट आफूलाई जति एक्सपिरियन्स तम लिन गया ठहरबाट जे बुझ्छु गया समझ्छु गया अहिले हामी रियलाइज किन गरिरहेको छौँ किनकि हामीले पास्टमा यो भोगे एक्सपिरियन्स भयो एक्सपिरियन्सै नभए मुझे थोड़ा ज़्यादा एक्सपिरियन्स उनलाई चाहिँ उनलाई बडी डिफिनेसन होला तमलाई हमै ज्यादा होला अब अन्त्यमा म के सोध्न चाह्यो भने तमले लाग्यो अब सबैको हाम्रो निष्कर्ष एक धारणा तम्रो विचारले अब एक अग्रजका रूपमा खुसीको अर्थ तम्रो विचारले के रहेछ मेरो त इस्यु भयो अब हेर एक्सपिरियन्स एकदम बहुत मिनिमल भटेर मैक्सिमम त हम पुगेन आएको भएला होइन आजिलाई हम स्ट्रगलमा छौँ आजिलाई हम गद्दुला आएर तर लाइफको रियलाइजेसन ठिक टाइममा सही टाइममा कसो भयो भने जमानामा म तमुन सोध्या कहाँ खाला जमानामा म अलि कपडा सपडा यताउतिमा अलिकति बढी फोकस गर्दै क्या होइन 10 औँलामा औँठी हालबाटले हिँटेँ म एकखेर एमइटीमा पढ्नु जा अनि उल्टा क्याप हालबाट घाँटी चैन हालबाटले हिँटेँ म होइन तहैँलाई हिँटेँ मेरो सेटिस्फ्याक्सन मेरो ऊ चाहिँ तहैँमा थियो हुन्छ तर काठमाडौँ गएँ म होइन काठमाडौँ गएँ अलि एक दुई ठाउँमा जब गरेँ अनि अब जल्दी क्विक रियलाइजेसन के हो कि भने खुसी भने यो सायद इन लग्जरीमा यताउतिमा केमा नआइरहेछ खुसी भने मुख लेखा सबै खुसी भने मान्छे म अलिकति मान्छेसित एक नेटवर्क अनि सही मान्छेसित नेटवर्क चाहे गलत मान्छे गलत हो क्या होस् मेरो भनाइ के हो कि हरेक गलतमा केही न केही सही हुन्छ हरेक सहीमा केही न केही गलत हुन्छ एमा हम कसैलाई कसरी एकदम गलतै छ भने नै भन्न सक्छ क्या हाम्रो एक आफ्नो एक खुसी हामीले क्यामा खोज्नु पऱ्यो भने ए मान्छेमा 4 कुरा सही छन् एक गलत छ भने हामीले 4 कुरा सही ला लियौँ एक कुरा गलत ला बर ओ ला भोड्दियौँ क्या तम्रो सर यो कुरा गलत छ अलिकति यसलाई सुधार गर्दै सक्या तम और बेटर कर सकुन्थ्यो भन्ने यो हम भोड्दियौँ डराउँ कि हाम्रो सम्बन्ध बिगड्ने भन्ने किनकि ऊ निको मान्छे हो उसले 4 कुरा सही छन् भने उसले पछाउन यो कुरालाई सही गर्न सक्या हुन्थ्यो भन्ने रियलाइज ऊ मान्छेलाई गरिदियो होइन अब ऊ मान्छेमा 5 कुरा गलत छन् एक कुरा सही छ भने ओ सहीलाई लियौँ हम
5 कुरा ओके गलत छन् भने भनौँ सजेस्ट गरौँ यो कुरा सरको अलिकति उ छ अरे नाम मेरा उसले नाम मिल्यो अरे यसलाई चाहिँ सुधारौँ भन्ने हिसाबले एकखेर गरिदिनु मुखा एकखेर एकजना सरले भनेन के हामी 3 जना साथीहरू हिँड्थ्यौँ सरले मलाई अफिसमा बोलायो भने जगदीश तँबाट हाम्रो एक्सपेक्टेसन इस्यु नाहिन् तँबाट अलग एक्सपेक्टेसन छ ती इनुनसित जिनिटायो भने के एकखेर एक सरले आफ्नो नाम नपढे अनि मलाई कसो फिल भयो भने अरे यार मेरो साथी त इनुन म इनसित क्या नै हिँडूँ इन गलत छन् रे भन्नुबाट मैले अहिले बैठे इनसित नहिँड्नु पर्छ क्या इन सही कसै अनि यार भोला दिन